विपद परिचय प्राकृतिक वा गैर प्राकृतिक कारणहरूबाट अकस्मात अस्तव्यस्त तवरबाट देखा पर्ने विपत्तिपूर्ण अवस्था परिकल्पना बाहिरको घटना घटी मानवीय जीवनमा जोखिम आउनु नै विपद हो। विपद भनेको मानवीय वा प्राकृतिक कारणले एक्कासी घट्ने घटना जसले ठूलो भौतिक तथा मानवीय क्षति गराई दुःख कष्ट सिर्जना गर्दछ, त्यो नै विपद हो। डिजास्टर इक्वल्स टु हजार्ड मल्टिप्लाई बाई भलनरेबिलिटी, क्षति र जोखिमको संयोजन। यो चाहिँ विपदको परिचय भयो। विपद व्यवस्थापन विपद हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी त्यसलाई नियन्त्रण गर्न, त्यसको मारबाट बच्न अपनाउने उपाय र विपद भइसकेपछि त्यसबाट पर्ने असरलाई अनुमान गरी पूर्व सचेतना अपनाउने कार्य विपद व्यवस्थापन हो। यसमा विपदको पूर्व अनुमानदेखि पुनर्स्थापनासम्मको क्रियाकलापहरू पर्दछ। विपद पूर्व तयारी, प्रतिकार्य र पूर्ण लाभको लागि गरिने सम्पूर्ण कार्य विपद व्यवस्थापन हो। यो भयो विपद व्यवस्थापनको परिचय। विपद व्यवस्थापन चक्र यो अलिकति महत्त्वपूर्ण छ। प्रिपरेसन पूर्व तयारी भयो, यो चाहिँ विपद आउनुभन्दा पहिला गरिने कार्य। त्यस पछाडि रहेछ डिजास्टर विपद आइसके पछाडि त्यसको रेस्पोन्स गर्ने कार्य प्रतिकार्य भयो, उद्धारको कार्य भयो। रिकभरी भनेको पुनर्निर्माण, पुनः लाभ भनौँ यसलाई। त्यस पछाडि डेभलपमेन्ट भयो, त्यो त्यसले गरेको क्षतिलाई फेरि विकास गर्नु पर्यो र त्योभन्दा स्ट्रङ भएर आउनु पर्यो होइन, त्यो भयो डेभलपमेन्टको पार्ट। त्यस पछाडि गएर मिटिगेसन भनेको चाहिँ न्यूनीकरण भन्ने छ। त्यस्तो खालको घटनाहरू पुनः घट्न नदिनको लागि, न्यूनीकरण गर्नको लागि गरिने कार्य भयो। यसरी चाहिँ यो चाहिँ विपद व्यवस्थापनको चक्र हो। यसपछि विपद जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न गरिनुपर्ने कार्यहरू भन्ने छ। यसको लागि चाहिँ दुई भागमा छ। यो विपद जोखिम न्यूनीकरण गर्नका लागि गर्नुपर्ने कार्यहरू गरेको लेखेको छु। त्यसपछि मैले विपद जोखिम व्यवस्थापन गर्नको लागि गर्नुपर्ने, विपद व्यवस्थापन गर्नको लागि गर्नुपर्ने कार्यहरू भनेर त्यसभित्र चाहिँ विपदको भन्दा पहिले, विपदको समयमा र विपद पश्चात गर्नुपर्ने कार्य भनेर तीनटा भनेर लेखेको छु। सबभन्दा पहिला रहेको छ विपदका घटना एवं जोखिम न्यूनीकरण गर्न गर्नुपर्ने कार्यहरू। पूर्वाधार विकास गर्दा विपदको संवेदनशीलतालाई ख्याल गर्ने, कतिपय चाहिँ सडक निर्माण गर्दा होस् या बाढ तत्त्वमण्डन गर्दा, जलविद्युत बनाउँदा, त्यस्ता कार्यहरू गर्दा चाहिँ त्यसको कारणले हुन सक्ने, भविष्यमा घट्न सक्ने विपदको चाहिँ पहिला नै आकलन गरेर ख्याल गरेर संवेदनशीलतालाई चाहिँ ख्याल गरेर चाहिँ पूर्वाधार विकास गर्नु पर्यो। त्यसपछि आसन्न विपद जोखिम न्यूनीकरण गर्न विपद प्रतिरोधी संरचना निर्माण, मर्मत सम्भार गर्ने, जस्तै बाढीको जोखिम कम गर्न बाँध निर्माण गर्ने। पहिलेदेखि नै यो ठाउँमा यस्तो भइरहेको छ, यो ठाउँमा बाढी पहिरो गइरहेको छ, यो ठाउँमा चाहिँ आगो लागि हुनसक्छ, यो ठाउँमा यस्तो हुनसक्छ भनेर विपदलाई चाहिँ अनुमान गरेर प्रतिरोधी संरचना निर्माण गर्नु पर्यो, मर्मत सम्भार गर्नु पर्यो। त्यसपछि गएर वातावरणीय प्रदूषण न्यूनीकरणका लागि हरित ऊर्जाको प्रयोगमा जोड दिने। विपदको एउटा मुख्य कारण चाहिँ के हो त भन्दाखेरि जलवायु परिवर्तन हो, जस कारण चाहिँ वातावरणीय प्रदूषण न्यूनीकरण गर्न हरित ऊर्जाको प्रयोगमा जोड दिनु पर्यो। प्राकृतिक स्रोत साधनको विवेकपूर्ण प्रयोग गर्नु पर्यो, वन सम्पदाको संरक्षण गर्नु पर्यो। त्यसै गरेर भूउपयोग योजनालाई वैज्ञानिक र वस्तुनिष्ठ बनाई लागू। त्यसै गरी नागरिक स्तरमा विपद सम्बन्धी सचेतना अभिवृद्धि गरी विपद संवेदनशील समाजको निर्माण गर्ने, विपदप्रति साझा बुझाइको विकास गर्ने, जनसङ्ख्या वृद्धि र अनियन्त्रित बसाइसराईलाई व्यवस्थित गर्ने, नदी तथा तटीय क्षेत्रमा बस्ती विकास गर्न रोक लगाउने, व्यवस्थित र दिगो शहरी पूर्वाधार निर्माणमा लगानी गर्ने, सूचना तथा तथ्याङ्क अभिलेख तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी र चुस्त दुरुस्त। अब ख पाठ रहेको छ विपद व्यवस्थापन गर्न गर्नुपर्ने कार्यहरू रहेको छ। यसमा विपद पूर्व तयारीलाई प्रभावकारी बनाउने, विपदको पूर्व तयारी भनेको विपद आउनुभन्दा पहिला गरिने कार्यहरूलाई चाहिँ प्रभावकारी बनाउने, सम्भावित विपदको पहिचान र सामना गर्ने गरी संस्थागत र जनशक्तिगत संरचना तयार गर्ने। पहिले नै तयार भएर बस्नु पर्यो, संस्थागत त्यही हिसाबको हुनु पर्यो, जनशक्ति त्यही हिसाबको दक्ष हुनु पर्यो, स्रोत साधन हुनु पर्यो होइन। विगतका विपदको कारण र जडको विश्लेषण गरी पहिला भएका विपदहरू चाहिँ के कारणले भएको थियो, कहाँबाट स्टार्ट भएको थियो, किन भएको थियो भन्ने कुराको चाहिँ विश्लेषण गरी सम्भावित विपदको पहिचान र जोखिम आकलन गर्ने। आइडेन्टिफाइङ द पोटेन्सियल एन्ड टाइम अफ डिजास्टर बाई युजिङ प्रिभियस डाटा, कति बेला चाहिँ घटना घट्न सक्छ, कति बेला चाहिँ डिजास्टर हुनसक्छ, कहाँ हुनसक्छ भन्ने कुरालाई पत्ता लगाउने। जस्तै पानीको स्तर मापनबाट बाढीको अनुमान
अनुमान गर्ने, कति भइसकेपछि बाढी आउन सक्छ, कति भएपछि खतरा हुन्छ भन्ने खालको चाहिँ आकलन गर्नु पर्यो। त्यसपछि भौगोलिक एवं भौगोलिक अवस्थिति अनुसार डिजास्टर म्याप निर्माण गर्ने, भूकम्प लगायतका प्रकोपको जोखिम कम गर्न खुल्ला क्षेत्र निर्माण तथा पहिचान गरिराख्ने। यो चाहिँ भौगोलिक र भौगोलिक अध्ययनहरू गराएर यो ठाउँमा यस्तो यस्तो जोखिम हुन सक्छ, यो ठाउँमा यस्तो हुन सक्छ, यो ठाउँमा चाहिँ हिमताल फुट्न सक्छ, यो ठाउँमा पहिरो जान सक्छ, यो ठाउँमा बाढी आउन सक्छ, यो ठाउँमा चाहिँ भूकम्पले बढी क्षति गर्न सक्छ भन्ने खालका कुराहरूलाई चाहिँ डिजास्टर म्याप तयार गर्नु पर्यो। त्यसै गरी भूकम्प लगायतका प्रकोप जोखिम कम गर्नको लागि खुल्ला क्षेत्र सहर विकास गर्ने क्रममा नै खुल्ला क्षेत्रको निर्माण गर्ने, पहिचान गर्ने र त्यहाँ आवश्यक स्रोत साधनहरू राख्ने, जस्तै खाद्यान्नको सङ्कलन गर्ने, हस्पिटलहरू स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्ने, होइन, पूर्व सूचना प्रणालीको विकास गर्ने, साइरनहरू जडान गर्ने, एसएमएस प्रणाली लागू गर्ने, होइन, उद्धार तथा राहतका लागि पूर्व तयारीहरू, बैठकहरू, अभिमुखीकरणहरू, रिहर्सलहरू, ड्रिल, सिमेक्सहरू सञ्चालन गर्ने, विपदको सामना गर्न आवश्यक पर्ने प्रविधि र स्रोत साधन तथा उद्धार राहतको पूर्व तयारी। त्यस्तै गरेर अब रहेको छ विपद प्रतिकार्य। उद्धार तथा राहत विपदको समयमा गरिने कार्य हो है। यो चाहिँ विपद प्रतिकार्य भनेको चाहिँ उद्धार तथा राहत जुन चाहिँ विपद हुँदा हुँदै गर्ने कार्य, विपदको समयमा गर्ने कार्य। प्रभावकारी सूचना प्रवाह गर्ने, यो अहिलेको समयमा चाहिँ कुन चिज चाहिँ प्रभावकारी छ, कुन प्रणाली प्रभावकारी छ। सामाजिक सञ्जालको प्रयोग गर्ने, रुटिङ अफ नेपाल बन्दलाई हाल्न लगाउने, रुटिङ अफ नेपाल बन्द भयो, रेडियो भयो, टेलिभिजनको माध्यमबाट सबैले पाउनु पर्यो। यङ वर्गले मात्रै पाउने खालको सामाजिक सञ्जाल प्रयोग गरेर मात्रै पनि भएन, सम्पूर्ण वर्गले प्राप्त गर्ने खालको रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सबै चिजबाट चाहिँ प्रभावकारी सूचना प्रवाह गर्ने। अत्यावश्यक सेवा व्यवस्थापन गर्ने, जस्तै खाना, बास, औषधि, उपचार, लत्ता, कपडा आदिको व्यवस्था गर्नु पर्यो डिजास्टर भएको ठाउँमा। खोज, उद्धार तथा राहत वितरण प्रणालीलाई प्रभावकारी बनाउनु पर्यो। पीडितलाई सान्त्वना तथा परामर्श प्रदान गर्नु पर्यो। विपदमा मान्छेहरू मरिरहेको हुन सक्छन्, हराइरहेको हुन सक्छन्, आफ्ना आफन्तीहरू एकदम पीडामा हुन्छन्, होइन, आत्तिरहेको हुन्छन्। त्यस्तो अवस्थामा चाहिँ पीडितलाई सान्त्वना र परामर्श प्रदान गर्नु पर्यो। त्यसै गरी क्षतिको अभिलेखन गर्नु पर्यो। त्यसै शव तथा घाइतेको व्यवस्थापन गर्नु पर्यो। आवश्यकता अनुसार आवश्यकता र आपूर्ति बिचको खाडल पत्ता लगाई सो अनुरूप आपूर्ति व्यवस्थापन गर्नु पर्यो। जस्तै एम्बुलेन्स आउन सकिरहेको छैन, किन आउन सकिरहेको छैन, अहिले एकदम आवश्यक हो एम्बुलेन्स र आउन सकिरहेको छैन भने त्यसलाई चाहिँ रोडको व्यवस्थापन गर्ने हो कि वैकल्पिक बाटो गराउने हो कि के गर्ने हो त। त्यहाँनिर चाहिँ अब खाद्यान्न आवश्यक परिरहेको छ र खाद्यान्न आउन सकिरहेको छैन, के कारण आउन सकिरहेको छ भन्ने कुराहरूलाई चाहिँ पत्ता लगाएर सो अनुरूप आपूर्ति व्यवस्थापन गर्ने। उद्धार र राहतलाई प्रभावकारिताको पुनरावलोकन गर्ने र सुधार गर्दै जाने। उद्धार र राहतलाई प्रभावकारी रूपमा चाहिँ गराउनको लागि अहिले कस्तो भयो भन्ने कुराको अध्ययन गर्ने र अर्को पटकमा त्योभन्दा बेटर गर्नलाई के गर्नुपर्छ भन्ने कुरालाई चाहिँ ध्यान दिँदै जानु। त्यसै गरी पुनर्लाभ भनेको चाहिँ विपद पश्चात गर्ने कार्य हो। क्षतिबाट भविष्यमा पर्न सक्ने असर र प्रभावबारे विस्तृत सर्वेक्षण गर्ने, जस्तो कि भूकम्प, बाढी, पहिरो, जुनसुकै प्रकारको क्षति होस् त्यस पछाडि चाहिँ त्यहाँनिर महामारी फैलिन सक्छ, रोगहरू फैलिन सक्छ, त्यहाँ चाहिँ मान्छेहरू डिप्रेसनमा जाने समस्या आउन सक्छ। त्यस्ता खालका कुराहरूलाई चाहिँ, त्यस्ता खालका असर र प्रभावहरूलाई चाहिँ विस्तृत सर्वेक्षण गर्ने। पीडितको स्वास्थ्य तथा वासस्थानको व्यवस्थापन र जीविकोपार्जनको कार्यक्रम सञ्चालन गर्ने, होइन, कहिले वासस्थान गएको हुन्छ, कहिले घाइते भएको हुन्छ, त्यो कुरालाई चाहिँ के गर्नु पर्छ भन्दा व्यवस्थापन गर्नु पर्यो। पीडितका लागि छुट, सहुलियत र अनुदानका प्याकेजहरू ल्याउने, होइन। त्यसपछि सामाजिक, सांस्कृतिक एवं आर्थिक जीवनलाई पुरानै अवस्थामा फर्काउनको लागि सामाजिक एकीकरण, रोजगारी सिर्जना, बिल्ड ब्याक बेटरको नीति अनुरूप संरचनाहरूको पुनर्निर्माण जस्ता कार्यहरू सञ्चालन गर्नु पर्यो। विपद व्यवस्थापन योजना, रणनीति र कार्ययोजनाहरू पुनरावलोकन गर्नु पर्यो। यी चाहिँ 3वटा चरण हो है, विपदभन्दा पहिले, विपदको समयमा र विपद पश्चात गर्ने कार्यहरू। र यिनै कार्यहरू नै के हुन्छ भन्दाखेरि प्रदेश सरकार तथा स्थानीय सरकारले गर्नुपर्ने कार्यहरू हुन् क्या। यसलाई नै हामीले मिलाएर प्रदेश सरकारको भूमिका र स्थानीय सरकारको भूमिका पनि लिन सक्छौँ। अब हामी जान्छौँ त्यही टपिकतर्फ। विपद व्यवस्थापनमा प्रदेश सरकारको भूमिका के त भन्दा नीति निर्माण गर्ने। प्रदेश सरकारले चाहिँ प्रदेश स्तरको जोखिम न्यूनीकरणका लागि नीति तथा कार्ययोजनाहरू बनाउने। संस्थागत संरचना, प्रदेश विपद व्यवस्थापन समिति, विपद व्यवस्थापन केन्द्रहरूको गठन गर्ने। स्रोत साधनको व्यवस्थापन भयो, उपकरण, जनशक्ति, वित्तीय सहयोग, होइन, स्थानीय तहलाई उपलब्ध गराउने, तालिमहरू दिने, तालिम तथा जनचेतना भन्ने छ। यो चाहिँ विपदको उद्धारमा खटिने होस्, विपद व्यवस्थापनमा खटिने कर्मचारीलाई होस्, या विपदको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई, विपद जुनसुकै ठाउँमा रहन सक्छ, होइन, सबै ठाउँको मानिसहरूलाई चाहिँ के गर्नु पर्छ भन्दाखेरि विपदसँग सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्यो। कसरी बच्न सकिन्छ, होइन, यसबाट चाहिँ कसरी सचेत हुने, के चाहिँ गर्नुपर्छ न्यूनीकरण गर्नको लागि भन्ने खालका कुराहरू चाहिँ तालिम र जनचेतनाका कार्यक्रमहरू गर्नु पर्यो। अनुगमन र मूल्याङ्कन गर्नु पर्यो। स्थानीय तहको तयारी तथा प्रतिक्रिया गतिविधिको अनुगमन र समीक्षा कार्य चाहिँ
प्रदेश सरकारले गर्नुपर्यो होइन, सङ्घ र स्थानीय तहको बीचमा बसेर चाहिँ पुलको रूपमा बहुपक्षीय समन्वय र सहकार्यमा मध्यस्थता गर्नुपर्यो। त्यही गरेर विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, जोखिम मूल्याङ्कन गर्ने, आफ्नो क्षेत्रमा हुन सक्ने बाढी, पहिरो, आगलागी, महामारी जस्ता स्थानीय जोखिमहरूको पहिचान गर्ने, योजना निर्माण गर्ने, स्थानीय विपद व्यवस्थापनको योजना तयार गर्ने र कार्यान्वयन गर्ने। यदि विपद भइसकेमा चाहिँ विपदको अवस्था सिर्जना भएमा कसरी अघि बढ्ने भन्ने कुरामा चाहिँ के गर्नुपर्यो, योजना गर्नुपर्यो, स्रोत परिचालन गर्नुपर्यो होइन, तयारी गर्नुपर्यो, त्यसलाई कार्यान्वयन गर्नुपर्यो, तत्काल प्रतिक्रिया जनाउने, सबैभन्दा नजिक रहने, सरकारको रूपमा स्थानीय सरकार रहने हुँदाखेरि चाहिँ जुनसुकै ठाउँमा पनि विपत्ता आउने बित्तिकै उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण लगायतका कार्यहरू गर्नको लागि चाहिँ तत्काल प्रतिक्रिया दिने कार्य चाहिँ स्थानीय सरकारको रहने भयो। सामुदायिक समावेशीकरण, टोल विकास समिति भयो, विद्यालय भयो, स्वयंसेवकहरूको समूहहरू सक्रिय बनाउने होइन, विपद व्यवस्थापनका लागि ग्रुपहरू बनाउने, कसले कसरी काम गर्ने भन्ने बारे चाहिँ प्लानिङ गराउने भन्ने कुरा भयो। त्यसपछि सूचना प्रणालीको विकास गर्ने, जोखिम नक्सा निर्माण गर्ने, आफ्नो क्षेत्रको आफ्नो सानो सानो क्षेत्र प्रत्येक क्षेत्रलाई समेटेर चाहिँ जोखिम नक्सा चाहिँ स्थानीय तहले बनाउन सक्ने भयो। विपद प्रभावित व्यक्तिहरूको डाटा राख्न सक्यो। त्यसै गरेर जनचेतना र अभ्यासको कार्यक्रम गर्ने भयो। अघि पनि भनिसक्यो हामीले, सचेतनाको कार्यक्रमहरू राख्ने, मक ड्रिल सञ्चालन गर्ने, स्थानीय स्रोतको परिचालन गर्ने। केन्द्र सरकार वा प्रदेश सरकारबाट तत्कालै ठुलो विपद हुने बित्तिकै ठुलो आर्थिक स्रोतको आवश्यकता पर्न सक्छ, स्रोत साधनको आवश्यकता पर्न सक्छ। त्यो उपलब्ध नभइसकेको अवस्थामा तत्कालीन समयको लागि चाहिँ आफ्नै स्थानीय स्तरमा उपलब्ध स्रोत साधनहरूको प्रयोग गरेर आपतकालीन सेवा प्रवाह गर्ने, अनि अत्यावश्यक सेवा प्रवाहलाई चाहिँ अवरुद्ध हुन नदिनको लागि जसरी हुन्छ जे चिज उपलब्ध छ त्यो चिजलाई लिएर अस्थायी सेल्टरहरू बनाउनेदेखि लिएर औषधि उपचारका या वैकल्पिक बाटोहरूको निर्माण जस्ता कार्यहरू चाहिँ गर्नुपर्ने। त्यसै गरेर विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिकालाई अलिकति फरक तरिकाबाट लेखेको छ यहाँ चाहिँ। विपद व्यवस्थापनका लागि आवश्यक स्थानीय नीति, योजना, बजेट तर्जुमा गर्ने, विपद व्यवस्थापनका लागि पालिकाभित्र सरकारवालाहरूलाई प्रशिक्षण दिने, विपदका लागि आवश्यक पर्ने सामग्री जस्तै एम्बुलेन्स, भाडा यन्त्र लगायतको व्यवस्थापन गरिराख्ने, विपद जोखिममा रहेको वर्ग तथा समुदायलाई मध्यनजर गरी विशेष योजना तथा कार्यक्रम बनाई कार्यान्वयन गर्ने, भौतिक संरचना निर्माण गर्दा स्वीकृत मापदण्ड पालना गर्ने गराउने, विपदको समयमा राहत र पुनर्स्थापना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने र त्यसमा पारदर्शिताको प्रवर्धन गर्ने। त्यसै गरी वडा स्तरमा विपद पूर्व तयारी प्रतिकार्य समिति गठन गर्ने र उनीहरूलाई सक्षम र जिम्मेवार बनाउने, बाढी, डुबान, पहिरो, गुच्चे जस्ता जोखिमयुक्त स्थानको पहिले नै पहिचान गरी वस्तुलाई सुरक्षित स्थानान्तरणका लागि व्यवस्थापन गर्ने। त्यस्तै गरी विपदपछि पीडितहरूको पुनर्स्थापना गर्ने, विपद व्यवस्थापनमा नेपाल सरकार र सम्बन्धित प्रदेश सरकारसँग सहकार्य, समन्वय र साझेदारी गर्ने चाहिँ स्थानीय तहको भूमिका।